हेलो गाइज वेलकम माई न्यू भिडियो। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। हामी पनि सन्चै नै छौँ। सन्चै छ। आज त मैले भ्लग मेरो रुमबाट नै सुरु गरेँ किनभने हामी अझ दोस्त जाने त नि मसँग चाहिँ मेरो दोस्त शमशेर छ। त्यही हो गाइज, अब हामी निक्लिन्छौँ एकछिनमा। त्यही हो, अब कति बस्नु त रुममा पनि झ्याउ लागिसक्यो। अब निक्लिन्छौँ हामी। त्यही हामी 22 धारा जानु लाग्छ। 22 धारा त जानु लाग्छ। म रेडी त भएन, म रेडी हुन्छु अनि रेडी भएर नि तपाईँसँग भेट्छु है त। म चाहिँ ठ्याक्कै रेडी भइसकेँ, देख्न सक्नुहुन्छ। मैले खासै त्यस्तो के पनि लगेन, एउटा हुडी एउटा क्याप लगाएँ किनभने बाहिर अहिले जाडोको समय छ नि त, जाडो छ। त्यसैले म चाहिँ अहिले खासै त्यस्तो घुम्ने तरिकाले त जान लागिनँ। यसो झ्याउ लाएर मात्रै यसो भ्लग पनि केही राम्रो कुरा आउँछ कि केही सिकिन्छ भनेर चाहिँ मैले भ्लगको लागि नि म बाहिर निस्किन लाग्यो। त्यसैले हुडी लगाएँ अनि तल म चप्पल र एउटा कट्टु पनि छु। एकछिन हामी अब निक्लिन्छौँ जति छिटो यहाँबाट। म रेडी नै भइसकेँ, मेरो शमशेर पनि रेडी नै भइसक्यो। दोस्त जाउँ न त, आऊ है। रेडी भइसक्यो। म चाहिँ अब निक्लिनै सकेँ। त्यो चाहिँ खोइ त्यहाँ एकछिन भनिरहेको छ। लिँदैछ त्यो पनि के भयो। हामी निक्लिन्छौँ अब। जाने होइन, यतिको भयो तिमीलाई, यतिकै हो ल। निक्ल्यौँ है गाइस। फाइनली हामी निक्लिसकेको छौँ हाम्रो गन्तव्यतिर। के गर्ने त। आन्टी खाना खानुभयो? ए आमा, नमस्कार। सन्चै हुनुहुन्छ? सन्चै हुनुहुन्छ? त्यही त भ्लग यस्तो आनन्द छ। बाहिरको घाम लागेर यस्तो आनन्द छ नि। त्यो गाइस के गर्नु त। मलाई त साथ दिएको छ मेरो दोस्तले। यहीँ छ आज। अलिकति बिजी छ कि यो दोस्त? हजुर साह्रै बिजी छौ? एकदम टेन्सन नगर नि दोस्त यार, बिस्तारै हुन्छ त। त्यो गाइस अब हामी निक्ल्यौँ। तपाईँहरू त गएर भेटौँ न ल। फाइनली गाइस हामी चाहिँ आइपुग्यौँ है। आइपुग्नु लाग्यो। गहिरो छ नि, देख्नुहुन्छ। आज चाहिँ बच्चाहरू भइहाल्दैछ है। बच्चाहरू टन्न रहेछ। गलो छ त पुरा है। केही छैन गाइस, केही छैन। यतातिर फेरि यो अब एकछिन बस्छौँ हामी, त्यसपछि निक्लिन्छौँ। अनि बस तर थाहा छ मलाई। देख्न सक्नुहुन्छ यतातिरको माहौल एकदम गम्भीर छ यताबाट। सो गाइस फाइनल्ली आइपुग्यो हामी। आइपुग्यो है फाइनली नै। हेरौँ अब। तिमी मलाई मन पर्यो, तिमी मलाई मन पर्यो। त्यहाँको भिडियो यहाँ माछा छ नि दोस्त। यी माछा कत्ले नि यो। कस्तो बबाल छ बबाल। दोस्त तिमीलाई एउटा प्रश्न सोधौँ ल। जुनै ठाउँमा जाऊँ, जुनै ठाउँमा यो सहरतिर यो गाउँघरतिर जुनै ठाउँमा जाऊँ, त्यहाँ एउटा जनावर भएको हुन्छ, त्यो के होला? माछा त होला होइन दोस्त। के हुन्छ त? त्यहाँ हेर न। बन्दर मङ्की है भागै हुन्छ भने जता नि जाउँ है। नआउन आइसक्यो। अब यो मन्दिरभित्र नि प्रवेश गरिदिउँ न त।
म चाहिँ एकदम भगवान्लाई मान्छु है। फेरि एकदम भगवान्लाई मान्ने मान्छे म चाहिँ। गाइस देख्न सक्नुहुन्छ है, एकदम भगवान्लाई मान्ने मान्छे बाबा। दामी ओहो गौतम बुद्ध है, गौतम। त्यो गाइस यस्तो छ यो 22 धारा भन्ने ठाउँ। हामी चाहिँ फाइनली आइसकेका छौँ। म बसेको ठाउँदेखि धेरै टाढा पनि छैन, त्यो 10-15 मिनट जति लाग्ला होइन दोस्त? त्यति नै छ म बसेको ठाउँमा। हामी त जाने तल, अब तल हो, तल पनि छ हेर्नुपर्ने, बस्ने ठाउँहरू राम्रो राम्रो छ। त्यहाँ पनि फोटोहरू खिच्ने ठाउँ चाहिँ एकदम राम्रो छ। तपाईँहरू आउनु सक्नुहुन्छ गाइज, आउनु सक्नुहुन्छ। यो मैले धेरै नै राम्रो ठाउँ हो यो, धेरैले चिन्छ पनि। 22 धारा नै यो चिन्छ। अब म यहाँ 10 को एउटा फोटो खिचिदिन्छु। केही छैन, राम्रै छ ठाउँ एकदम। मोबाइल छ, बच्चाहरू आज नै प्रायः आज स्कुलको टोली आयो यार, स्कुलको बच्चाहरू आयो। तर देख्न सक्नुहुन्छ चौरैभरि स्कुलको बच्चाहरू छ यार। ओइ कहाँ पुग्यो ल? उता जानु पर्थ्यो। अब त मलाई के मन कुन? त्यो कटिङ मोबाइल छ है सर। सबै ठाउँ रमाइलो छ, राम्रो छ है सबै ठाउँ है दोस्त। किचिन्छ त्यही हो गाई, देख्न सक्नुहुन्छ। बबाल छ, बबाल। आयो हामी पो के कम, हाम्रो फ्यानहरू त भेट्नै पर्यो। बसपनको फ्यान पो हो त ल। बाप रे बारे के छ केटा? ठिक छ नि? फाइनली आइपुग्यो, हामी चाहिँ आइपुग्यो मोटो पातुलो बाटोमा। टेन्सन हुन्छ गाइस। मेरो मिजु वाउ के छौ मलाई फेरि गाइस। म हो नि ढेक बजाएको ठाउँमा जम्की जस्तो लाग्यो, जानुपर्छ जस्तो लाग्यो। यस्तो भए अनि चट्टी यस्तो हालिरह नि कन्ट्रोल भएन के गर्नु नि म नमरौँ, कन्ट्रोल भएन त अनि ढेक बजिआयो बब्बाल, कन्ट्रोल भएन अनि मलाई यहाँ पोजिसनमा छ कि हेर्नु त। सक्सेस पनि पोजिसनमा छ कि दोस्त कन्ट्रोल भएको त अनि कन्ट्रोल भएको त डेक बज्ने अनि यहाँ हेर न कस्तो भयो। कन्ट्रोल लाग्यो भने फेरि मेरो त नाच्दै होइन मन लाग्छ ल्याएर बच्चाहरूकोमा समस्या रिस उठाएन के गर्नु, नाच्नु भएन। कस्तो छाडो रहेछ क्या मुद्दिरह्यो क्या, अब बाटो ब्लक गरिदिइरह्यो कि है। लापरी गर्ने त भएन नि त गाइस। म आशीको दिदीलाई भनिदिन्छु पक्नुहोस् तपाईँहरूलाई। हेर्नु त बाटोमा यस्तो बाटो ब्लक गरेर हामी सुसु गर्न लाउने त यस्तो गर्न भएन है दिदी। आउने छोडी यहाँ लापरी गरिसक्यो। यस्तो बेला फेरि एउटा गीत नै आउँछ मलाई त, तिमी र म यता हेऱ्यो सबैजना। अझ त स्कुलको प्रायः विद्यार्थी नै देखिरहेको छु मैले चाहिँ चौरभरिमा। विशेष आज यो ठाउँ चाहिँ विद्यार्थीले नै स्टुडेन्टले नै कब्जा गरेर रहेछ। जे होस् देख्न सक्नुहुन्छ है। तिमी र म
बाटो ब्लग गर्दै गयो ल तँलाई लाज लाग्दैन अब फेरि कति एउटा ठाउँमा देखिरहेको भन्नुहुन्छ होला तपाईँहरू के हुन्छ नि गाइस देखाउनै पऱ्यो आएको यही ठाउँमा हो यो गाइस हेर्नु देख्न सक्नुहुन्छ यार तपाईँहरू नै आउनुहोस् तपाईँहरू नै आएर जानै मन लाग्दैन यो ठाउँ छोडेर हो किन त लाग्छ त कसरी लाग्छ लाग्दैन यस्तो दामी ठाउँ हो कि यो नेपालमै वान पिस हो कि यो यस्तो ठाउँ वान फिस पनि हो कहीँ छैन वान फिस पनि वान पिस यस्तो ठाउँ कहीँ छैन हामी पनि तपाईँहरूलाई जलपरी हेर्ने मन छ भने देखाइदिन्छु अलिकति बिजी छ बवाल अनि जस्तै बवाल छ जलपरीहरू पहिले पनि मेरो टी सर्ट यहीँ रहेछ क्याफेको जलपरीहरू ल म फाइनली देखाइदिन्छु म जलपरीहरू ल हेर्नु सक्नुहुन्छ जलपरी गोल्डन होइन ए गोल्डन कफी हेलो गाइज हामी चाहिँ फाइनली घुमेर सकियो अब चाहिँ हामी घर फर्किन लाग्यो त्यो गाइज अब घर फर्किन्छु अनि भोक पनि लाग्यो कस्तो भोक होला खाजा खानु पनि पऱ्यो घर फर्किन्छु अब उतै घरै गएर भेटौँ ल सो गाइज म चाहिँ अहिले ठिकै रुम आइपुगेँ त्यही हो गाइज रुम आइपुगेँ म चाहिँ आएर फ्रेस भएर बसेँ त्यही हो भिडियो के कस्तो लाग्यो हेरेर इन्जोय लिनु होला नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला त्यही नै हो तपाईँहरूलाई त्यही हो गाइस राम्रोसँग एडिट गर्न आउँदैन भर्खरै सुरुवात गर्दैछु त्यही भएर नि कहीँ कता मिस्टेक हुनसक्छ प्लिज माइन्ड नगरिकन हेरिदिनु हुन अनुरोध गर्दछु त्यही हो नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब लाइक सेयर गरिदिनुहोस् होला हामी एकजुट भएर जानुपर्छ अघि बढ्नुपर्छ यदि भन्दै आज म बिदा लिन चाहन्छु हस्त जय नेपाल।